आउनुस् आज कुरा गरौँ तराईमा फल्ने स्याउको बारेमा। खासमा त स्याउ फल्नको लागि समुद्री सतहभन्दा 5000 मिटर माथि हुनु पर्यो, त्यसपछिबाट 1000 देखि 1500 चिलिङ आवर चिसो बना चाहिन्छ भन्ने छ। सँगसँगै भाले बोट पोथी बोट पनि चाहिन्छ भन्ने छ। तर यो अचम्मको एउटा जात, यो चाहिँ तराईमा पनि फल्ने 40 देखि 45 डिग्री सेल्सियस तापक्रममा पनि फल्ने एउटा जात हो। हर्मा 99 HRMN 99 भन्ने जात हो र यो चाहिँ तराईको लागि पनि हुन्छ। हजुरहरूले भिडियो त पहिला पनि देख्नु होला तराईमा स्याउ फल्यो भनेर, नौलो कुरा त होइन। मैले यो बोट लगाएको चाहिँ लगभग 5 वर्ष भयो र यो वर्ष यो 5औं वर्ष चाहिँ एकदम राम्रो फल दिएको छ। अहिले त लौलौ सिद्धिने बेला भयो, यो खाएर पनि भ्याइन लाग्यो। यसको चाहिँ राम्रो पक्ष भनेको एउटा तराईमा फल्ने भयो, 40 देखि 45 डिग्री सेल्सियसमा फल्ने भयो। 3 वर्षदेखि नै फल्न थाल्छ। एउटा बोटमा 75 किलोसम्म फल्छ। त्यो चाहिँ फेरि 10-12 वर्षको बोट हुनु पर्यो। 75 केजीसम्म फल्छ। कलर चाहिँ खासै त्यति राम्रो छैन। यो जातमा चाहिँ दादे रोग पनि लाग्दैन। हेर्दाखेरि ग्रिन एप्पल जस्तो पनि देखिन्छ, हरियो कलरको पनि छ र पाक्दाखेरि चाहिँ पहेँलो रातो देखिन्छ। यो एउटा मैले यहाँ भर्खर टिपेर गोजीमा पनि हालेको थिएँ। यो खाँदाखेरि चाहिँ अलिकति अमिलो गुलियो छ। म यो खाएर पनि हजुरलाई देखाउँछु। मलाई चाहिँ फेरि अलि अमिलो भनेपछि अलिकति मनपर्छ। अमिलो गुलियो मलाई चाहिँ एकदम टेस्ट एकदम मन पर्यो। फ्यास छ छैन, टाइट छ। स्वाद चाहिँ नुनै डोगेर खानुपर्छ भन्ने त छैन। तर अमिलो गुलियो छ। पाकेको जुन पहेँलो कलरको रातो कलरको भएको हुन्छ त्यो चाहिँ अमिलोपना अलिकति कम, तर केही न केही हदसम्म अमिलो चाहिँ छ है मेरो बोटमा चाहिँ। अब यो मैले अरू ठाउँमा गएर यो हर्मा 99 चाहेर त हेरेको छैन, तर मैले मेरो बोटमा यहाँ मेरो घरमा फलेको जुन यो चितवनमा हो फलेकोमा चाहिँ मैले अमिलै पाएको छु। पाकेको पनि अमिलै पाएको छु। अब हजुरहरूले पनि यो हर्मा 99 जातको स्याउ लिएर आएर हजुरहरूले तराईमै पनि लगाउन सक्नुहुन्छ। 40 देखि 45 डिग्री सेल्सियससम्म हुन्छ। यसलाई भाले फुल पनि चाहिँदैन, एउटा बोट लगाए मात्रै पनि फल्छ। व्यावसायिक रूपमा गर्दा पनि भयो। तर यो टेस्टको कारणले चाहिँ व्यावसायिक रूपमा जान्छ जाँदैन भन्ने कुरा चाहिँ म अलिक कन्फ्युज छु। त्यो कारणले गर्दाखेरि जसले व्यावसायिक रूपमा खेती गर्नुभयो उहाँसँग कन्सल्ट गरेर पनि बजारमा माग कस्तो छ यो जातको कन्सल्ट गरेर मात्रै यो स्याउ लगाउनु होला। घरमा 1-2 बोट लगाएर तराईमा पनि स्याउ खानलाई अर्ग्यानिक चिज विषादी नहालिकन तराईमा पनि स्याउ खानलाई चाहिँ बेस्टै छ। आजको लागि यति नै। फेरि अर्को भिडियो लिएर आउने नै छु। हस्, धन्यवाद।